दाइ भिडियो चाहिँ अलि लामो भयो, अलिक छोटो बनाउनु रे। अब हेर भाइ, कुनै ग्रामरहरू चाहिँ 1 मिनटभित्र पनि सकिने हुन्छ र कुनै ग्रामरहरू चाहिँ 2-3 मिनट पनि लाग्न सक्छ है। तिमीसँग 2-3 मिनट मात्रै हेरी क्षमता पनि छैन त फुर्सद छैन भने चाहिँ तिमीले चाहिँ कोही भाषा नपढ्दा पनि हुन्छ। त्यसै गरी आज चाहिँ फेरि तिमीलाई त सबैजनालाई यो चाहिँ 2-3 मिनट लाग्न सक्छ यो ग्रामर चाहिँ। आज चाहिँ म तपाईँहरूलाई हाम्रो हिजोतिर चाहिँ पढ्दै आइरहेको VST प्लस आयो अयोकै नेमहरू पढाइरहेको छु। 8वटा भइसक्यो। आज फेरि तपाईँहरूलाई म 2-3टा ग्रामर नेमहरू चाहिँ पढाउँछु। कस्तो लाग्छ के लाग्छ तल भन्नु होला है त। आज पनि हामी चाहिँ 3टा नियम पढ्छौँ है त। अब सुरुमा छ हाम्रो VST प्लस ययो। VST प्लस ययोको चाहिँ हाम्रो नियम हेरौँ। VSTको अन्तमा यी आएमा यीलाई हटाएर के लगाइन्छ, ययो चाहिँ लगाइन्छ अथवा लगाउने। जस्तै मासिदा भनेको के हो, पिउनु। यसको VST के हुन्छ, मासी हुन्छ। यहाँ यीलाई चाहिँ हटाइदिने, यहाँ बिचमा यी आउँछ, यीलाई हटाएर के लगाउने, ययो लगाउने के हुन्छ, मासियो हुन्छ। त्यस्तै सिखिदाको के हुन्छ, सिखी हुन्छ। यहाँ यी हटाएपछि सिक आदि यो ख मात्रै हुन्छ। यसमा पनि के लगाउनु पऱ्यो, हामीले ययो लगाउनु पऱ्यो, सिख्यो हुन्छ। यो एउटा है। VSTको अन्तमा यी आएमा यीलाई हटाएर के लगाउने, ययो लगाउने। त्यस्तै अर्को भनेको VST प्लस हेयोको बारेमा है। हिजोको हामीले हिजोतिर चाहिँ आयो अयोको पढिसक्यौँ। आज चाहिँ फेरि हाम्रो के छ, ययो पढ्यौँ। अब हेयो पढौँ है त। VSTको अन्तमा हा आएमा हालाई हटाएर के लगाइदिने, हेयो लगाउने सिधै। अब जस्तै यी लाँदा नै के हो, काम गर्नु। यसको VST के हुन्छ, यी ला हुन्छ। अब अन्तमा VSTको अन्तमा के आयो, हा आयो। हा आएपछि के गर्नु पऱ्यो, यसलाई पनि हट्नु पऱ्यो। यहाँ के हुन्छ, इल मात्रै बाँकी हुन्छ। अब यस्तो अवस्था के लगाउने, हामीले हेयो लगाउने। इल हेयो हुन्छ सिधै। त्यस्तै अर्को भनेको थोछा खाँदा, यसको VST के हुन्छ, थोछा खा हुन्छ। अन्तमा के आयो, हा आयो। हा आएपछि के लगाउनु पऱ्यो, हामीले हालाई चाहिँ हटाइदिने, त्यसपछि के लगाइदिने, हेयो चाहिँ लगाउने। के हुन्छ, थोछा खेयो हुन्छ। यो एउटा नियम भयो। त्यस्तै अर्को इम्पोर्टेन्ट भने यहाँ चाहिँ VST प्लस ओयो। यो ओयो भनेको छ छु छिन यो थाहा छँदै छैन, पहिलेदेखि भनिरहेको छु। VSTको अन्तमा ब आएमा बलाई हटाएर सिधै के छ, ओयो लगाउने। त्यस्तै साथै अन्य सूत्रको प्रयोग गर्दा ब आए लगतै माथि भवेल के छ बाट सुरु भएको सूत्र आएमा बलाई हटाएर उ लगाउने र सूत्रको प्रयोग गर्ने। यो चाहिँ पछि भन्छु, पहिला यसलाई बुझौँ माथिको मात्रै। VSTको अन्तमा ब आएमा बलाई हटाएर के लगाउने, ओयो लगाउने। जस्तै मेप्ता आयो, मेप्ता नै पिरोनो। यसको VST के हुन्छ, मेप हुन्छ। तल बलाई के गर्ने, हटाउने र के लगाउने, ओयो लगाउने। अब मे ओयो हुन्छ। त्यस्तै अर्को भनेको स्विप्ताबाट स्विप प्लस के हुन्छ, सुई प्लस ओयो, सुयो हुन्छ। त्यस्तै थप्ताबाट थप हुन्छ। यसको VST बलाई काटिँदाखेरि के हुन्छ, थ मात्रै प्लस ओयो, थयो हुन्छ। तर अपवादमा चाहिँ यो थोप्ताको चाहिँ थोप प्लस के हुन्छ, के ब हटाएपछि यहाँ के आयो, थो मात्रै बाँकी रह्यो। प्लस यसमा चाहिँ हामीले अरूमा ओयो जोड्थ्यौँ भने यसमा चाहिँ फेरि के जोड्नुपर्छ, हामीले वायो जोड्नुपर्छ है। थोवायो हुन्छ। सहयोग गर्नुमा चाहिँ अलिकति अपवाद छ है, यो कुरा याद गर्नु पऱ्यो। त्यस्तै अर्को भनेको हाम्रो त्यसै गरी यसको अपवादमै अर्को है। त्यसै गरी छोप्ता, छप्ता, इप्ता, पोप्ता, सिप्ता र छाप्ता आदिमा बलाई काट्न पाइँदैन र आयो अयो लगाउनु पर्छ। यो 6वटा मात्रै याद गरी हुन्छ है। छोप्ता, छप्ता, इप्ता, पोप्ता, सिप्ता र छाप्तामा चाहिँ कहिले पनि बलाई काट्न पाइँदैन। जहिले पनि के लगाउने, हामीले सिधै आयो अथवा आयो लगाउने। जस्तै छोप्ताबाट के भन्छ भने त VST के हुन्छ, छोप। अरूमा त काटिन्थ्यो होइन, तर यसमा काट्न पाइएन। के हुन्छ, छोप प्लस आयो, छोप आयो। त्यस्तै इप्तामा इ प्लस अयो, इ भयो हो, यसरी भन्छ। त्यस्तै हाम्रो भर्खर पढाएको नियमअनुसार बले भवेल भेट्दा ऊ लगाउने नियम भनेको थिएन मैले, यो याद गर्नु होला। यो चाहिँ अलिक इम्पोर्टेन्ट छ। बले कुनै पनि VSTको अन्तमा ब आए लगतै यो माथिकै हो नियम चाहिँ, यतिमा चाहिँ लाग्दैन फेरि, यतिमा काट्न पाइँदैन। त्यस्तै यो पनि बले भवेल भेट्दा ऊ लगाउने नियम। जस्तै आशा अस लगाउँदाखेरि यहाँ स्विप्ता छ, यसको VST के हुन्छ, स्विप हुन्छ। प्लस अस जोड्दाखेरि के हुन्छ, अब सुई बलाई काटेपछि के लगाउने, यहाँ ओ लगाउने, ऊ लगाउने। प्लस अस जोड्दाखेरि के हुन्छ, अब सुई अस। त्यस्तै मेन र ओमेन लगाउँदाखेरि स्विप्ता भनेको के हो, सजिलो हुनु। त्यस्तै यसको VST के हुन्छ, स्विप प्लस अब के जोड्नु पऱ्यो, सुरुमा मेन जोड्नु पऱ्यो। अब यो बले यहाँ माथि जाँदाखेरि के छ, भवेल भेट्यो कि भेटेन, भेट्यो। यस्तो अवस्थामा फेरि के हुन्छ, यो बलाई हटाएर के लगाउने, ऊ लगाउने। अब यो ऊ लगाएपछि मेन लाग्छ कि उमेन लाग्छ भन्दाखेरि मेन लाग्छ। के लगाउने यसमा, सुई उई मेन। त्यस्तै निका र निका पनि त्यस्तै छ। जस्तै स्विप्तामै लगाइदिए, यसमा पनि यसको VST के हुन्छ, स्विप हुन्छ। अब यस सामान्य रूपमा हेर्दाखेरि के लाग्छ, उनिका लाग्छ। तर यो बले चाहिँ फेरि माथि के भेट्यो, भवेल भेट्यो। भवेल भेटेपछि के गर्नु पऱ्यो, हामीले यसलाई बलाई काटेर सुई यहाँ ऊ जोड्नु पऱ्यो, प्लस के जोड्नु पऱ्यो, निका जोड्नु पऱ्यो। के हुन्छ, सुई निका हुन्छ। यो कुरा चाहिँ अलिकति याद गर्नुपर्छ है।